हेलो सेवारो नमस्ते आदङ बादङ मासी इंगा चाहिँ पुरी जोग्ने आटा चाँदै सरौँ यौ के को पुरी हो भने दालको पुरी यो चाहिँ दाल हो अघि उसिनेर ग्राइन्ड गरिराखेको रेडी छ सबै कुरा आटा पनि मुछेर रेडी छ म चाहिँ पुरी बनाउँदैछु दालको पुरी अनि सुक्खा रोटी खाँदा खाँदा है वाक्कै हुन्छ नि त अनि डल्लो चाहिँ यत्रो यत्रो बनाउनुपर्छ ठिक्कैको बेसी मोटो भयो भने चाहिँ मिठो हुँदैन भाइले चाहिँ तावा तताउँदैछ अनि दाल चाहिँ कसरी हाल्नुपर्छ भने यस्तो डल्लो पार्यो त्यो आलु पराठा बनाएको सेम हो यसरी हालेर चाहिँ यसरी अनि छोड्न भाइ नहाल्न त्यो पिठो त्यो पिठो हुँदैन अनि यसरी ला फुट्यो मलाई थाहा थियो क्या यस्तै हुन्छ भनेर त ठिकै छ यसो भाइ ए यत्रो चाहिँ बेलिसक्यो यसमा चाहिँ दाल हालेको छु है तपाईँले हेरिसक्नु भयो होला ए तेल अनि गेटुङ सुरुमा खान तेल पनि मैले हालिसकेँ कम्ती तेल हाल्नुपर्छ बेसी पर्दैन यहाँ चाहिँ अलिअलि तेल अब नेङमा गर्नुपर्छ यसरी लाउनुपर्छ तेल एक साइडबाट चाहिँ पाकिसकेको छ है आमा कसलाई खङ खङ लाग्यो भन्नुहोस् है आउनुहोस् है मेरो घरमा खानु यो चाहिँ अलिक फुट्यो यो बाई मिस्टेक कस्तो देख्यो तपाईँहरू कमेन्ट्स गरेर भन्नुहोस् होला यस्तो दामी भएको छ हो कस्तो खङ खङ लाग्दो लागेन तपाईँहरूलाई अनि म फुटाएर पनि देखाउँछु तपाईँहरूलाई वाउ यसरी दालको फिलिङ हुन्छ भित्र ल जम्मा यारिक नो गेन थ्याङ्क यू सो मच